नमस्ते साथीहरू, वेलकम ब्याक टु माई भिडियो। म गणेश खड्का। अहिले म हालसाल दुबईबाट। म एउटा पेसागत हिसाबले म एउटा कुलको धामी अथवा गुरु, कुल गुरु पनि भनेर उहाँहरूले चिन्नुहुन्छ। मान्छे नयाँ नयाँ भए पनि अहिले पुरानो रीतिरिवाज अनुसारले चलेको जेन्जेनी भन्नुपर्छ है। र अहिले म यहाँ हालसाल चाहिँ दुबईबाट म अपडेट गराउँदैछु। मलाई नेपालबाट धेरै साथीहरूले, धेरै आमा बुवाहरूले अथवा बहिनी दिदी भाइहरू दाजुहरूले मलाई कन्ट्याक्ट गरिराख्नु भएको छ। म यसमा कन्ट्याक्ट गरिराख्नलाई मलाई उपयुक्त समय पनि छैन। त्यो कारणले गर्दाखेरि हजुरहरूले अहिले मैले यहाँ सोसल मिडिया अहिले मैले खासै युज गर्न जान्दिनँ पनि, युज गर्दिनँ थिएँ पनि। यो कुरामा म चाहिँ मेरो परिचय मैले खुलाउन पनि चाहदिनँ थिएँ। तर अहिले हरेक साथीभाइहरूले हरेक चाहिँ अथवा भक्तजनहरूले चाहिँ मलाई यहाँ कहाँ छ, के छ, मलाई यस्तो भएको थियो, यस्तो भयो भन्ने कुरा कहानीहरू उहाँहरूले गर्नुभएको कारणले, मेसेजहरू कमेन्टहरू गर्नुभएको कारणले गर्दाखेरि मैले अहिले अपडेट गराउँदैछु। म हरेक तपाईँहरूको साथ र सपोर्टले गर्दाखेरि अगाडि बढ्न सकेँ भनेदेखि मैले हजुरहरूलाई सबै कहानी, इतिहास र मेरो अपडेटहरू मैले हजुरलाई अवगत गर्न चाहन्छु। म कुलको धामी, अहिले 30-32 जनाको गुरु पनि छु र मैले हरेक कुराको रोग नियन्त्रण गर्न चाहिँ अहिले लगभग भनौँ न देवताकै शक्तिले होस् या आफ्नो चाहिँ विद्याले होस्, मैले बौलाउने, मिर्गी रोग, छारे रोग चाहिँ भन्छ नि अब पुरानो रोगहरू हो त्यस्तोहरू चाहिँ डक्टरले गर्न नसकेको चाहिँ रोगहरू चाहिँ मैले लगभग गरिदिएर अहिलेसम्म स्वस्थ हुनुहुन्छ उहाँहरू। र उहाँहरूले खास गरी मलाई धेरै सम्झिनु भएको छ। धन्यवाद उहाँहरूलाई। मैले गरेको योगदान, मैले गरेको तपस्याले हजुरहरूको आशीर्वाद, हजुरहरूलाई आशीर्वादै छ मेरो, होइन। र हजुरहरूको आशीर्वाद पनि मैले लिइराखेको छु सदाबहार। यो सबै मेरो बुवा कीर्तिबहादुर खड्काको मै जान्न सक्छ। उहाँ अब स्वर्गीय बुवा हुनुहुन्छ, उहाँले नै सिकाउनु भयो, उहाँले हुर्काउनु भयो। त्यो कारणले गर्दाखेरि यदि हजुरहरू सबैजनाले मलाई सब्सक्राइब, लाइक र कमेन्ट गरिदिनु भयो भने र मेरो फलोवर्स बढाइदिनु भयो भने हर दिन म अपडेट हजुरहरूलाई गराउन सक्छु। र यस विषयमा कुलको धामी अथवा नयाँ निक्लिँदै गरेको चेलाहरू सबैजनालाई मैले यसै भिडियो मार्फत नेपाल अधिराज्यभरि अथवा देश विदेशमा छरिएर बस्नुहुने सबैजनालाई चाहिँ यस भिडियो